ल है गाई चाहिँ यहाँ बालापन र बुढापन भर्खर आउँदैछ है, सुरु हुँदैछ है। मम्मीको अस्ति हुँदा यहाँ साथी नभएर गट्टी खेल्नै नपाएर अहिले हिजो नातिनी काठमाडौँबाट आफैले लिएर आएर गट्टी सुरु भएछ। चिसामा झ्यापझ्याप भएर बिग्रे गुल्चे गर्ने हो नि यो। छोडिदिँदो रहेछ नानीले फेरि। इहे हामी चाहिँ हेर्ने दर्शकहरू हौँ। पिरा ल्याएर ओछ्याएर बस न, पिरा ल्याएर ओछ्याएर। गुन्द्रीमा चाहिँ हुन्छ त। तीनचोटि चान्स अरे। खेल आफ्नो आफ्नो बुढापनको र बालापनको अहिले। गट्टी खेल्न टाढा जानु पर्यो। ल है गाई चाहिँ कसले गुल्चे गर है हेरौँ। फर्काइ तरिका पनि कता र कता है। किसिरहेको टल आउँदैन। सरासरी कता नुन चाटी चाहिँ फेरि मलाई नि आउँदैन नुन चाटी त। यहाँ हेर्नु पिटु पिटु है पिटु जोनी चाहिँ यहाँ बसिरहेछ। पिटु यहाँ यहाँ अब हामी चाहिँ यहाँ हेर्ने दर्शक ढक्का। बज्नु पर्यो एउटा मात्र घर हुँदैन। आउट दिनु म खेलेको उडे क्या यसो गर्दैछु त्यहाँ। ल गाई चाहिँ नातिनी बजुको यहाँ कम्पिटिसन परिरहेछ। अब बुढो पार्नु भए पनि बाला गयो ढकाली कस्तो ढकाली। यस्तो के यस्तो गर्नु पर्यो नि त। यस्तो गर्नु होइन बज्नु पर्छ। बजेन भने पनि आउट। मलाई थाहा छैन त्यो ऊ बज्यो त। नुन चाटी चाहिँ कस्तो नुन चाटी नुन चाटी। अब ढकडी तपाईँले यस्तो गर्नुभयो क्या यस्तो ढकडी बज्यो। भुइँमा नि बज्नु पर्ने बुझ्नु पर्छ। ल यस्तो जम्मा यसमा 3 चान्स मात्रै हुन्छ यस्तो भयो होइन। यस्तो गर्ने ए गयो एउटा मात्रै भयो है त।
कति चान्स पाइने यसमा 3 चान्स ए दुईमै च्यापी कुन च्यापी यही एउटै बस कुन च्याप्री अरे अब यस्तो गर्ने तपाईँलाई बुझ्नु भएन हाम्रै सजिलो चाहिँ गट्टी खेलाइ समाउने त्यसपछि यस्तो हाम्रो पनि त्यस्तै हो